अब यात्राको सुरुवात हुन्छ यहाँबाट कोर्स 1 है। कोरियाको चाहिँ अलग प्रकारको बजार हो यो। हामी आफैले किन्न सक्छौँ। ए पैसा 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 थोन यहाँ हाल्ने हो होइन, थोन चाहिँ नि यहाँ हाल्ने हो, हालेर छोडिदिनु। उता तलभित्र देखिन्छ मानवन देखिन्छ, कति कतिको मानवनको रहेछ यो एउटा चाहिँ। जस्तो यो एउटा बकेट लियो भनेदेखि मानवन यहीँ छोडेर जाने हो, अनि त्यहाँबाट आफूले लिएर जाँदा भयो। यहाँ बेच्ने मान्छे छैन होइन। यस प्रकारको चाहिँ के भन्दाखेरि एउटा चाहिँ अनुशासन मानौँ न। कसैले नेपालमा कसैले हो भनेदेखि नेपालमा नभनौँ, कुनै ठाउँमा त्यस्तो यदि चाहिँ अलि सिस्टम राम्रो नभएको ठाउँमा भनेदेखि कसैले यो 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 भित्र पैसा छ यही उठाएर लगिदिन्छ। तर यहाँ चाहिँ साउनी साउजी आफू नभएर पनि यहाँ सामान किनेर लान सकियो है। यस प्रकारको चाहिँ यो चाहिँ नि अनुशासनको एउटा चाहिँ सिस्टममा भएको देशको चाहिँ एउटा उच्चतम नमुना हो भनेर हामीले बुझ्दाखेरि राम्रो हुन्छ होइन। यो यस्तो चाहिँ हामीले एकदमै धेरै सिक्नुपर्ने। यस्तो यो भने हेर्दाखेरि एकदमै सानो देखिन्छ होइन, तर यसले चाहिँ हामीले यसो सोच्दाखेरि यो प्रकारको चाहिँ मान्छेले नैतिकता भनौँ न, यो प्रकारको अनुशासन कायम गर्न सक्यो भनेदेखि वास्तवमा देश विकास गर्नमा धेरै चाहिँ ठुलो कुराहरू आवश्यक हुँदैन। किनभने मान्छेको आचरण हो, मान्छेको बानी व्यवहार हो होइन। यसले गर्दाखेरि चाहिँ यस्तो खालको चाहिँ हामीले पनि सिक्नुपर्ने हुन्छ। यस्तो सिस्टम चाहिँ कोरिया र जापानमा छ कि है? जापानमा छ जापानमा एकदम छ भन्ने सुने हो। फेरि अब गएको होइन होइन, तर साथीभाइहरूलाई सँग कुरा गर्दाखेरि चाहिँ यो प्रकारको छ भन्ने कुरा सुने हो। अनि यो यहाँ पनि रहेछ होइन, खुसी लाग्यो। ए यस्तो उकालो जानुपर्ने, यस्तो उकालो चढ्नुपर्ने छ। गाइज हेलो